हाई गाइज, आज चाहिँ मेरो थर्ड सेमिस्टरको भाइभा र प्र्याक्टिकल एकै दिनमा थियो र हामीले के गऱ्यौँ भनेर चाहिँ लास्टसम्म भिडियो हेर्नु होला। फर्स्टली त कति पछि मैले कलेज ड्रेस लगाएको थिएँ नि त, त्यही भएर चाहिँ फिट चेक गरेँ अनि कलेज गएर चाहिँ फेरि चेन्ज गरेँ, यो सेफ ड्रेस लगाएँ किनभने चाहिँ हामी चाहिँ अब प्र्याक्टिकल स्टार्ट गर्नु थियो। आजको मेनु चाहिँ चाइनिज मेनु थियो अनि सबैजनालाई चाहिँ दुईजना भएर चाहिँ एउटा डिसमा लागेको थिएँ। अनि कोहीले स्टार्टर बनाए, सुप बनाए अनि मेरो चाहिँ मेन कोर्स थियो। अनि हामीले चाहिँ दुईवटा कन्डिमेन्ट्स बनाएको थियौँ कि सोया सस त अलरेडी भइहाल्यो अनि चिल्ली सस। यो चाहिँ हो डेजर्ट, यसको नाम हो दर्शन। माथिबाट आइसक्रिमले टपिङ गरेको छ। अनि यिनीहरू चाहिँ मेरो साथी, हामीले फुड टेस्टिङको लागि यसरी राखेको थियौँ। अनि अरूजना चाहिँ भाइभा दिँदै थिए अनि मेरो चाहिँ नोटबुक र लगबुक गरेर 3वटा सब्जेक्टको 7वटा पुगेको थियो। हाम्रो पालि आएको थिएन, त्यही भएर खाँदैछौँ। हेलो गाइस, आज मैले टेन्साको ब्लगलाई के गर्छु रिजर्भ गरिसकेको छु। अब हामी भाइभामा आएर चाउमिन खाँदैछौँ। तर अन्डा कोहीले खाइदिइसकेछ, अन्डा छैन। बिहान 6 बजे गएको, भोकले मर्न लाग्थ्यो, त्यही भएर खाँदैछौँ। अनि हाम्रो दुईटाको सकिसक्यो, अब 1 मिनट प्रोडक्सन मात्रै छ। सबैको भाइभा सकेर चाहिँ म घर फर्किँदाखेरि टाउको दुखिरहेको थियो, गएर सुत्दिएको म त।